आमा नमस्कार। नमस्कार बाबु। यसो एकछिन यता हेर्नु त माथि। नमस्कार नमस्कार। नमस्कार बाबु। सबै छ। यहाँ के गर्नु भएको छ यहाँ फुलबारीमा? मैले दुबो टिपेछु बाबु। यो दुबो खराइलाई हो कि गाईलाई हो कि केलाई हो दुबो टिपेको? हैन बाबु, यो दुबो पूजा गर्नलाई हो, गणेश देवतालाई। भोलि मङ्गलबार हो। हजुर। भोलि मङ्गलबार गणेशलाई 21 टा दुबा चढाउनु पर्छ। हजुर हजुर। हो त्यही भएर शिवजीलाई चढ्छ, देवीलाई चढ्दैन दुबो। हजुर हजुर। गणेशलाई चढ्छ, शिवजीलाई चढ्छ। त्यही भएर दुबो चोखो दुबो टिप्ने आइकिन बाबु यहाँ। पानी परेछ पखालले छ सबै नाम यहाँ चाहिँ गाई बस्ती कुकुर पनि आउनन्। राम्रो छ। चोखो दुबो टिप्ने आइकिन। अनि भोलिसम्म यो दुबो मर्दैन? हजुर। भोलिसम्म दुबो मर्दैन? ओइलाउन्न? मर्दैन, पानीमा डुबाएर राख्ने। हजुर हजुर। यसले जरा पानीमा डुबाएर राखेपछि मर्दैन, उज्यालो हुन्छ। हजुर। अनि भोलि टिप्न हिँड्न खुट्टा लुला हुन्छन्, बुढी भई। छिटो बिहानै उठ्नु पर्यो। बिहानै उठ्नु पर्यो, नुहाई धुवाई गर्दा उठ्दा अबेला हुन्छ। त्यही भएर आज यस्तो यहाँ पसेर टिप्छु भनेर चोखो ठाउँमा। हजुर हजुर। दुबो गणेशलाई चढाउँला भनेर टिप्न आइकिन। यो दुबो त कहिलेकाहीँ बिहामा पनि लगाएको देखिन्छ। बिहामा दुलालाई दुलैलाई यो दुबाको माला लगाइदिन्छन् बाबु। एकदमै शुद्ध चिज होइन कि? एकदम शुद्ध पनि हो, यो एकदम शुभ पनि हो। ए दुबो एकदम राम्रो जात हो। हिँड्ने बेलामा ढोकामा दुबो राखेर, रातो फुल राखेर कलश बनाउनु पर्छ। त्यो कलशलाई ढोगेर हिँड्न पर्छ। भेटी चढाउनु पर्छ कलशमा। त्यस्तो गर्नुपर्छ। अनि यो त भनौँ न गाई बस्तु अथवा खरायोले खाए पनि राम्रो हुन्छ यो त दुबो त? खरायोले पनि दुबो धेरै मन पराउँछ। खरायोले गाईले मन पराउँछन् दुबो। आजभोलि त फेरि यसो मान्छेले धन्दानी मान्छेले आफ्नो फुलबारीमा पनि दुबो रोप्ने चलन पनि छ अझै। उसमा फुलबारीमा पनि रोप्छन्, गमला पनि छतमा रोप्छन्। रोप्छन् के अरे हाम्रो त गमला छछन्लाई भर्खर उम्रन लागेको छ। हजुर। त्यही भएर यहाँ अलि धेरै चाहिएको हुनाले यहाँ आइदिउँ। 2-4 त घर पनि छ। हजुर। यहाँ अलि धेरै चाहिएर यहाँ आइदिउँ। अनि मैले आमा त भने हजुरको नाम के होला? मेरो नाम त तेजकुमारी पौडेल हो। ओ तेजकुमारी पौडेल। ए पौडेल थरको हुनुहुन्छ? म कति वर्ष पुग्नु भयो? म 83 वर्षमा लाएँ। एकैछिन 1 मिनट यता हेर्दिनु न, कुरा गर्नु न। ए के भन्नुभयो नाम? तेजकुमारी पौडेल। ए 83 वर्ष पुग्नु भयो? 83 पुगेकै छैन, लागेको मात्रै छ। अनि हजुरको पुरानो पुर्खौली पार गरेर कता होला नि? हाम्रो पाल्पा हो। कुन ठाउँमा पाल्पा? पाल्पा छहरा भन्ने ठाउँमा हो बाबु। ए कति वर्ष भयो त तलै झर्नु भएको? छहरा छोडेको? हजुर। छहरा छोडेको 29 सालमा छोडेको हो बाबु। 30 भन्छ लगभग। हजुर। अनि 29 सालमा छोडी, अनि श्रीमान 27 सालमा बित्नु भयो। के रोगले लगायो उहाँलाई? उहाँलाई केही रोग थिएन, सर्प गाँडो गढो, सञ्च गराउनु सकिएन, बित्नु भयो। हजुर हजुर। अनि छोराछोरी साना साना थिए। 6 महिना छोरी कहाँ थिए। 3 वर्षको, 5 वर्षको छोरो, 7 वर्षकी छोरी, 6 महिनाकी छोरी छोडेर बित्नु भएको हो। हजुर एउटा छोरा सरकारी कर्मचारी हुनुहुन्छ कि हुलाकमा काम गर्ने? हुलाकमा काम गर्ने मेरो कान्छो छोरो। उहाँ सधैँ राम्रो मान्छे मिलनसार हुनुहुन्छ। कति छोरा कति छोरी छन् अहिले? कसको बिहा भए? कान्छो छोराको। अनि अरू कति छन् भाइ छोरा? बिहा भयो, एउटा छोरी एउटा छोरो छन्। अनि छोरा कति छन्, छोरी कति छन्? अब छोरो एउटा छ, छोरी एउटी छ। बिहा भयो, उहाँ जापान के अरे अस्ट्रेलिया गई छ। हजुर। अनि छोराले अब पढाइ डिग्री पढेर भइसक्यो। अब जागिर खानामा मिले पारे, यसो कतै मिले पारे जागिर खानामा तयार गरिया छ। ए छोरा एउटै हुनुहुन्छ हजुरको? नाति मेरो छोरा 2 भाइ हो। अर्को कहाँ हुनुहुन्छ त? अर्को मेरो छोरो जोइकुटिया छ। के नाम हो नि? कृष्ण पौडेल। के गर्नुहुन्छ उहाँले? उहाँले त सरकारी जागिर गर्थे के अरे, जागिर छोडे अहिले 2 वर्ष भयो रिटायर भयो। आराम गर्नु भएको छ? 2 भाइ छोरा छन्। कान्छो चाहिँ हुलाकमा, नेपाल सरकारको हुलाकमा काम गर्छ? हुलाकमा छ। अनि छोरी? छोरी त अब 2टा हो के अरे, 2टा भगवानले लगिदिनु भयो। मलाई बुढेसकालमा रुन पार्न छ। कति वर्षमा जानुभयो छोरी? छोरी एउटा छोरी अहिले 60 वर्षमा गई, एउटा छोरी 2 वर्षमा गई। छोरी भयो त आमालाई एउटा साथी जस्तो हुन्छ कि? छोरीबाट सुख भएन। छोरा चाहिँ छोराले त हुन त खम्बा हुन् घरको, तर छोरी भनेको साथी हो आमाको लागि। बुढेसकालको सारा छोरी हो के अरे बाबु। छोरी 2 डिजे गए। अब के आराम। ठिकै छ ठिकै छ ठिकै छ। हजुरको मन भारी भयो यो कुरा नभए, मन भारी भयो त्यो नगरम भयो। कति नै रुन्न, संसार यस्तै हो भनेको पनि क्यारु रुन मन लाग्छ। ओहो सम्झना आउँछ। रुनै मन लाग्छ, आँसु आइरहन्छ। यति
मिठो चिया पाके छोरीहरू सम्झन्छु यस्तै छ बाबु। अनि हजुरले पाल्पाबाट यहाँ किन झर्नुभयो त? सुख खोज्दै झर्नुभयो कि गर्मी खान? सुख खोजेर झरेको होइन बाबु, अब बित्नु भयो, चचाडा छोराछोरी भयो है, कहीँ यसो काम पाम्ला जाहिर पाम्ला भनेर अनि काम पाइएला छोराछोरी पाल्न पढाउन बजारमा सहिलो होला भनेर आइथिन्। पढाएँ छोराछोरीलाई, ठुलो छोरो सेक्सन अफिसर भएको, कान्छो छोरो राम्रै छन्, त्यही खर्दार छोरा छ। अहिले यहाँ तपाईँ तराईमा कहाँ बस्नुहुन्छ? तराईमा डिङ्गर नगर बस्छु। वडा नम्बर 4 हो कि के अरे मलाई त्यति थाहा छैन। डिङ्गर नगर बस्छु। अनि खानपिन स्वास्थ्य सबै राम्रो छ आमाको? खानपिन छोरासित सँगै खाइछु। मासु सासु त खानुहुन्न आजभोलि? आजभोलि एक्लै खाइ छैन, छोरासित सँगै खान्छु। मासु नि खानुहुन्छ? बिरामी भइराखेँ के अरे। मासु खानुहुन्छ छोड्नु भएको छ? मासु त जन्म जो खाइया छैन बाबु। माछा मासु लसुन प्याज अनि मसुरो यस्तो भटमास यस्ता असन कुराहरू केही खान्न। अनि भगवानको आज्ञा लाग्यो। अनि हजुर बस्नलाई ठिक चाहिँ पहाड कि यहाँ ठिक? बस्न त पहाडै ठिक थियो के अरे बाबु, के गर्ने र। पाल्पा आएर पाल्पा काम गरेर अनि घर बनाइ थिएँ, घर किनेको थिएँ। अहिले पाल्पाको घर बेचेर यहाँ आइयो। पैसा हिनामिना भयो, अब त्यस्तै हो बुढेसकालमा, अब दुखै हुने भयो। यहाँ त बस्न त ठिकै छ, अलिक गर्मीले दुःख दिने कि? पसिनाले अहिले लुगा लायो, फेरि एकछिनमा भिज्छ, फेरि लायो, फेरि भिज्छ, यस्तै छ। बुढी भएर पसिना आएको कि तकलिफ भएर आएको कि? होइन, हामीलाई पनि पसिना आउँछन्। लाइन पनि अब गइराख्ने, फेरि नेपाल सरकार पनि अचल त पहिला त लाइन जान्न त, अहिले त लाइन गएर हैरान छ बाबु, जात्रै जो दुःख भयो लाइन गएर। त्यही भएर हजुर आमा जस्तो मान्छेले 84मा चुनाव हुँदैछ, यो लाइनलाई काट्ने मान्छेलाई ठ्याक्कै काट्दिन पर्यो। जात्रै जो दुःख भयो लाइन गएर। त्यो बुढा आँप कति फल्यो नि बाबु? पहिला आँप थियो आमा, अहिले सकियो, पकाए, अर्को वर्ष खामला। सकियो? छैन। आमालाई चाख्न पनि राखिदिनु भएन? म विचार गर्छु हजुरलाई। हुन्छ। हजुरको आमा कस्ती हुनु भएको छ नि? आमा अहिले ठिकै हुनुहुन्छ, पहिला जस्तै हो। त्यही पहिलाको जस्तै अब सुधार हुन्न। देख्न पाइन्छ कि पाइन्न? पाइन्छ। ल देख्नु पर्ला नि। बुढी मान्छे पहिलाको साथी हो, बोल छिमेकी, देख्न मन लाग्छ, माया लाग्छ, के गरौँ। अब माया लाग्छ भने लाएको बेथा बाँध्न कसैलाई नसकिनी। उहाँ पनि अब 90 वर्ष पुग्नु थाल्नु भयो नि त। जसलाई बेथा लायो उसैलाई मात्रै हो, अर्कालाई बाँध्न पाइएन। हजुर के गर्ने, जसलाई परो जे परो अब के गर्ने। हुन्छ आमा, नमस्ते। ल नमस्ते बाबु, नमस्ते। स्वास्थ्यको ख्याल हजुरको फुलबारीमा, मलाई केही दुःख नमान्नु होला। स्वास्थ्यको ख्याल गर्नु होला, रातिमा हिँड्दा लाइट बाल्नु होला। अहिले गर्मी सिजन सर्वसर्व आउँछ। होइन, हामी त राति त हिँड्दैनौँ, अब केही काम छैन, राति हिँडिन्न। यसो बिहान साँझखेरि यसो दुबो टिप्ने, फुल टिप्ने, त्यही हो। अनि पानी बढी खानु होला। पानी त दिनमा धेरै त घप्लाउन सक्दिनँ बाबु, मैले पानी 4 लिटर खान्छु। हुन्छ, राखेँ आमा। हस् त, नमस्ते। नमस्ते त बाबु।